जन्मेको मर्नको लागि बाँचेको सत्कर्मको लागि सत्कर्म गर्नुपर्छ भन्ने हाम्रो आशय हो। सधैँ हामी त्यही भन्छौँ, गुरुहरूको त्यही सन्देश हुन्छ। किनभने शिक्षक भनेको एउटा समाजको दियो र मियो हो, हुनुपर्छ र त्यस किसिमको वातावरण राज्यले पनि बनाउनु पर्छ। मुलुकको उन्नति प्रगति र समृद्धिको आधार भनेको शिक्षा हो। शिक्षा क्षेत्रको विकास बिना मुलुकको उन्नति प्रगति र समृद्धि खोज्नु दिवा सपना हो। आफ्नो खानेकुराको कर्ज टार्नको लागि विद्यार्थी स्वयं पनि फिल्डमा काममा उत्रिनु परेको छ। विद्यालय नियमित रूपमा जान सक्नु भएको छैन विविध कारणले गर्दाखेरि। त्यो विविध कारणले त्यो विद्यालयमा नियमित रूपमा नजाँदाखेरि हामी सबैले बुझेका छौँ उहाँहरूले जुन किसिमको ज्ञान हासिल गर्नुपर्ने हो त्यो पाउनुहुन्न। शिक्षा र स्वास्थ्य भनेको राज्यले जति सक्दो छिटो राज्यले आफ्नो स्वामित्वमा लिँदा राम्रो हुन्छ भन्ने मैले चाहिँ ठान्छु। किनभने आधारभूत तहसम्मको शिक्षा र न्यूनतम स्वास्थ्यलाई राज्यले चाहिँ आफ्नो स्वामित्वमा लिएर आम नागरिकहरू, किनभने राज्य र नागरिक जोडिने भनेको सम्बन्धको सेतु भनेको के हो त भने सार्वजनिक सेवा प्रवाह हो। सार्वजनिक सेवा प्रवाहको महत्त्वपूर्ण पाटो भनेको शिक्षा हो, स्वास्थ्य हो। गुणस्तरीय शिक्षाको सन्दर्भमा शिक्षक मात्रैलाई एउटा दोषी देखाउने कुरा चाहिँ त्यो जायज छैन। शिक्षकको तर्फबाट हुने कमी कमजोरी स्वीकार्न हामी तयार छौँ। तर विद्यालयहरूमा चाहिँ तपाईँको पाँच कक्षा 5-7वटा कक्षा हुँदाखेरि 2टा शिक्षक हुने, शिक्षक दरबन्दीको अभाव हुने, भवनको अभाव हुने, पाठ्यपुस्तक समयमै नपुग्ने होइन, अनि त्यसपछि गएर पुस्तकालय अनि त्यसपछि गएर ल्याब व्यवस्थापन राम्रो नहुने, अनि त्यहाँबाट विद्यार्थी आम विद्यार्थी भाइ बहिनीहरू जो चाहिँ सामुदायिक विद्यालयमा हुने खाने भन्दाका पनि हुँदा खाने वर्गका विद्यार्थीहरू बढी आउनुहुन्छ। पोहोर साल तपाईँ अत्यन्तै धेरै चर्चामा हुनुभयो होइन? यसपालिको नयाँ साल सडकमै बिताउनु पर्यो, तपाईँले पनि कसरी हेर्नुभयो तपाईँले यो शिक्षक आन्दोलन? सर्वप्रथम त नयाँ वर्षको सबै आम नेपालीहरूमा सुख समृद्धि होइन, यो मुलुकको उन्नति प्रगतिको समृद्धि सहितको कामना व्यक्त गर्न चाहन्छु। र जुन किसिमले शिक्षक विद्यार्थी गुणस्तरीय शिक्षा अभिभावक र समय सान्दर्भिक हिसाबको एउटा शिक्षा ऐन चाहिन्छ भनेर हामी शिक्षकहरू यहाँ लामो समयदेखि यहाँ उपस्थित भइरहेका छौँ, जुटिरहेका छौँ। अविलम्ब शिक्षक मैत्री, गुणस्तरीय शिक्षा मैत्री, अभिभावक मैत्री, समय यो गतिशील समयका परिवर्तनशील मुद्दाहरूलाई सम्बोधन हुने गरी अग्रगामी किसिमको एउटा शिक्षा ऐन जसले चाहिँ समग्र मुलुकको शिक्षा प्रणालीलाई अगाडि बढाउनलाई सुधारको बाटोमा टेवा पुर्याउँछ, त्यस्तो खाले शिक्षा ऐन, नयाँ शिक्षा ऐन अविलम्ब जारी गरिदिनको लागि म सरकार समक्ष अनुरोध गर्दछु। किनभने सरकारले यस किसिमको अभिभावकत्व निभाओस्, हामी त्यही चाहिरहेका छौँ। सामुदायिक विद्यालयमा पछिल्लो समय विद्यार्थीहरूको खडेरी परेको छ। हेर्नुहोस्, विद्यार्थीहरूको खडेरी परेको छ, आकर्षण छैन। किन यसमा चाहिँ